आज फ्राइडे मर्निङ हामीले ट्रेड लिएको थियौँ र अहिले 8:51 भएको छ र मैले चाहिँ लन्डन न्युयोर्क पछि जुन सेसन हुन्छ त्यसमा चाहिँ ट्रेड लिएको लन्डन क्लोजिङ टाइम हो यो चाहिँ। र ट्रेड लिनुको लोजिक भनेको हामीले बिहान सेल गरेको यो एउटा डेली टाइम फ्रेमको चाहिँ सेलिङ एरियाबाट र अहिले चाहिँ बाइङ किन गरेको भन्दा यो एउटा सपोर्ट पनि छ होइन। अनि अर्को कुरो भनेको चाहिँ जुन एउटा हेभी बाइङ आएको थियो त्यसको 50% 60% एरियाको बिच भनेको गोल्डन जोन र गोल्डन जोन प्लस सपोर्ट प्लस लिक्विडिटी स्विप पछि चाहिँ हामीले ट्रेड गरेको। र यसलाई एक्सप्लेन गर्नुपर्दा चाहिँ हामीले 5 मिनटमा हेरौँ। 5 मिनटमा के भयो, 5 मिनटमा एउटा फ्ल्याग, यहाँनिर एउटा फ्ल्याग छ, यो एउटा फ्ल्याग प्राइस यहाँबाट माथिको साइडवेज भनेको एउटा फ्ल्याग हो। र यो फ्ल्यागको चाहिँ ब्रेकआउटको दिइसकेपछि के हुन्छ भने यहाँ चाहिँ के हुन्छ, सेलरहरू एक्टिभ भए र सेलरहरू ब्रेकआउट पछि रिटेस्टमा आएको छ यहाँनिर र यो रिटेस्टबाट चाहिँ सेल गरेछ कसैले। र मार्केटमा अर्को ट्रेडर पनि हुन्छ जुन चाहिँ के हुन्छ भने रिभर्स ट्रेडिङ भन्छ त्यसलाई चाहिँ। जस्तै कुनै जोनको ब्रेकआउट भयो भने उसले चाहिँ के गर्छ, अपोजिट साइडमा ट्रेड लिन्छ। त्यो चाहिँ किन गर्छ र प्रोफिटेबल हुन्छ त्यस्तो ट्रेडर किनभने यहाँबाट सेल गर्नेको स्टप लस माथि हुन्छ। यो सोचेर यहाँबाट जसले बाई गर्यो तिनीहरूको टिपी अहिलेसम्म हिट भएको छैन। तिनीहरूको टिपी कि त यो जोनको माथि छ कि त यहाँदेखि माथि छ र तिनीहरूलाई पुरै मार्केटले साइडवेज गराएर के गरेछ, यहाँबाट बाई गर्नेहरूलाई निकालेको छ। एउटा लिक्विडिटी थियो प्लस यो क्यान्डलको मुनि एउटा लिक्विडिटी प्लस एफबिजी, एउटा एफबिजी, यो एफबिजी एरिया पनि हो। र यो एफबिजीमा ट्याब हो प्लस हाम्रो गोल्डन जोन फिबोनाची युज गर्दा हाम्रो गोल्डन जोनमा पनि आयो र लिक्विडिटी पनि स्विप गर्यो। अनि हामीले वेट गऱ्यौँ। वेट गरिसकेपछि हामीले भोल्युम हेऱ्यौँ। 1 मिनटमा भोल्युम के भएको छ, भोल्युम यहाँनिर हाई भोल्युम आएको छ त्यो पछिल्लो रेन्जभन्दा। अर्को क्यान्डल के हो, त्योभन्दा पनि ठुलो आयो र नेक्स्ट क्यान्डल के भयो, अझै ठुलो बन्यो तर भोल्युम सानो। भनेको यो तीनवटा क्यान्डलको साइकोलोजी बुझ्दा के भयो भने यहाँनिर भनेको मतलब यो दुईवटा क्यान्डल जस्तै यहाँनिर सेल गर्न जति प्रेसर लागेको थियो त्योभन्दा बढी प्रेसर लागेको चाहिँ बायसले धकेलिदियो र यो चाहिँ कहिलेकाहीँ सेलिङ पनि हुन्छ किनभने क्यान्डल माथि गइरहेछ तर हाई भोल्युम आइरहेछ भने यहाँनिर सेलिङ भइरहेछ भन्ने बुझिन्छ। तर नेक्स्ट क्यान्डल के भइदियो, यो दुईवटा क्यान्डललाई इन्गल्फ हान्दियो तर भोल्युम एकदमै सानो। भनेको यत्रो ठुलो क्यान्डल बनाउनलाई यो दुईवटा क्यान्डलको जति पनि प्रेसर लागेन भनेपछि यहाँनिर के छ, बायस चाहिँ स्ट्रङ छ भन्ने बुझ्यो। र यति हेरिसकेपछि हामीले सिम्पल ट्रेड लिएको र 15 मिनटमा दुईवटा क्यान्डल बनाएको छ यहाँ, जुन अस्ति मैले चाहिँ भिडियोमा देखाएको थिएँ। बाइङ सेटअपको लागि चाहिँ एकदम राम्रो क्यान्डलहरू तीनवटा क्यान्डल मैले एक्सप्लेन गरेको थिएँ। त्यो भिडियो चाहिँ तपाईँहरूले हेर्दा हुन्छ र त्यो भिडियो अनुसारको क्यान्डल पनि बनाएको छ। र त्यो क्यान्डल क्लोज पछि चाहिँ मैले एन्ट्री गरेको। सिम्पल वेमा भन्नुपर्दा यो सेटअप भनेको के हो, एउटा लिक्विडिटी एरिया, त्यसमा फिबोनाचीको 50% एरिया, जस्तै यो मुभ आएको छ, यो मुभको चाहिँ 50% एरिया भनेको डिस्काउन्ट एरिया कुन हो भनेर हामीले हेर्न चाहिँ फिबोनाची युज गर्छौँ।
र फिबोनाची युज गरिसकेपछि फर्स्ट टार्गेट हाम्रो के हुन्छ, कुनै एरिया हुन्छ रेजिस्टेन्स एरिया, र सेकेन्ड भनेको यसको हाई, थर्ड भनेको यहाँ हो, र फोर्थ भनेको यो हो। र यहाँभन्दा माथि चाहिँ हामीले टार्गेट गर्न सकिँदैन। र यो फिबोनाची चाहिँ मैले सेटिङ यसको चाहिँ त्यही अनुसार मिलाएको छु, यो फर्स्ट सेकेन्ड थर्ड टार्गेट राख्नलाई। र कहिलेकाहीँ चाहिँ म के गर्छु भने कुनै एउटा जोन जहाँबाट सेलिङ आउने सम्भावना छ त्यहाँसम्म मात्रै होल्ड गर्छु म। र बाँकी रहेको 10%, यहाँनिर चाहिँ 90% पोजिसन क्लोज गरिदिन्छु। र बाँकी रहेको 10% चाहिँ के गर्छु भन्दा फर्स्ट सेकेन्ड थर्ड फोर्थ टिपीसम्म म होल्ड गर्छु। र फोर्थ टिपी मैले पाएँ भने सबै पोजिसन मेरो क्लोज हुन्छ। एउटा लिक्विडिटी स्विप पछि क्यान्डल क्लोज, अर्को भनेको गोल्डन जोन प्लस एउटा यहाँनिर चाहिँ सपोर्ट, यो एउटा सपोर्ट एरिया। र 5 मिनटमा त्यो हाम्रो दुईवटा क्यान्डल, अस्ति हामीले क्यान्डल हेरेका थियौँ, त्यो क्यान्डल आयो भने चाहिँ मार्केटमा बाइङ आउँछ भन्ने क्यान्डल मैले देखाएको थिएँ। र अर्को सेलिङ क्यान्डल भनेको यो हो, दुईवटा क्यान्डल सेलिङ, दुईवटा क्यान्डल भनेको क्यान्डल स्टिक, दुईवटा प्याटर्न मैले सो गरेको थिएँ, दुईवटा क्यान्डल मात्रै। र यो चाहिँ सेलिङको लागि, बाइङको लागि यहाँ छ यो दुईवटा। र यो पनि आयो भने चाहिँ हामीसँग चारवटा कन्फर्मेसन भयो। एउटा लिक्विडिटी स्विप, अर्को गोल्डन जोन, अर्को सपोर्ट प्लस क्यान्डल साइकोलोजी। यो तीनटा हेरिसकेपछि हामीले सिम्पल यसको नजिकको लिक्विडिटी कुन छ, यो होइन। यहाँनिर एउटा अर्डर ब्लक पनि जस्तो देखिरहेछ यो। र यहाँबाट सेलरहरू एक्टिभ भएको छन्, जस्तै यो एउटा डबल टप बनायो, डबल टपबाट डाउन साइड आयो र यसको मुनि क्लोज दियो, र रिटेस्टमा आएर यहाँबाट सेल गर्नेहरूको एसएल कहाँ छ, यसको माथि छ। त्यही भएर हाम्रो टिपी चाहिँ यहाँ माथि राख्नुको कारण त्यही हो।